वेलकम टु माई मिनी भ्लग। आज हामी नेपालको ठुलो कोसीमा आएको छौँ अनि त्यसरी हामी वहाँ पर पुल पारीदेखि पुल गर्दै आइपुगेको छौँ। हामी चाहिँ यहाँ खाना खान आएको छौँ। हाम्रो चाहिँ एक्जामको छुट्टी भएर आएको छौँ होइन। यहाँ मम हुन्छ। यसलाई गाइड गर्नु। नमस्ते। के खान्छ ल सफरमा जाउँ न। यस्तो माछाहरू बेच्नुहुन्छ होइन। स्कुल पनि हिँड्छ अनि यहाँ छ प्रकृति। हाम्रो सामान हेरेर छ नि उहाँ हेर्नुहोस् त कति राम्रो पुल छ क्या। यो कोसीको सबैभन्दा बिगेस्ट नदी नेपालको सबैभन्दा बिगेस्ट नदी है होइन। हामी उहाँ पुगेर आइसकेको छौँ। अनि यहाँ नाउ पनि छ। हामी पानीको छेउमै बसेको क्या। त्यसरी हाम्रो यहाँ टेन्ट पनि छ। मम्मी यो नयाँ भ्लग हो। हेलो नमस्ते भनिदिनु न। भनिदिनु हेलो नमस्ते भनिदिनु। अनि यहाँ छ पक्कु हेलो भन् गेन्डे। गाइजहरू यहाँ पुलाउ बनिन्छ। सेको आएको लागि बनाउँछ। कति धेरै काक्कै हेर्नु न। ड्राई फ्रुट छ त्यहाँ दुईटा प्याकेट छ। छिटो खर त केन्डे यहाँदेखि बना सेको पाक्दैछ होइन। अनि ल पक्कु फोन बना हेर्नुहोस् यसरी पकाइन्छ है। तयारी गरिदियो नि कस्तो मिठो हेर्दै होइन। के हेरेको मोटु यहाँ भात छ। यहाँ स्टिल मेरो फेभरेट हो क्या। सेक्वा चाहिँ फेरि मम चाहिँ सेक्वा छाड्दै हुन्छ। बढी सुटेको छ है। फेरि हानिदिन्छु नि फेरि म त। कस्तो मिठो बास्ना आएको यो सेक्वाको त। ठुलो बाबा अब म अहिले एकछिनमा कि ठुलो बा म एकछिनमा कि अब गर्छु होइन। भ्लग छु न ठुला मैले भ्लग बनाइरहेको छु नि त। अनि त्यसरी मलाई यो सेको पल्टाको उयो गर्नु ल। ठुलो बा म सेको पल्टाको नि गर्छु ल भिडियो मैले। म कति छिटो पाएको क्या गाइज। देखना क्या है। यहाँ से मैले हिजो पनि दिलाएको मेरो दिदीले। तेरे बेटा मेरा है बेटा। इस बाकी सब म चाहिँ ठप सेकुवा बनाउँछु। म सेकुवा वाली भन्छु। ए यहाँ चाहिँ एउटा भिडियो पनि बनाउनु न ठुलो बा। ठुलो बाबा ठुलो बाबा
ठुला बा यस्तो गरौँ न हामी पनि म अचेसेको आवाली भन्दै त्यो पनि भिडियो बनाऊँ न हामी पनि ल ठुला पुलाउमा सेकुवावाला पल्डिवाला अनि प्रकृति उयो गिलासवाला मम्मी अचारवाला अचार पनि बनाउने होइन ठुला गुड गुड अहिले गर्दैछु गुड बुके छ त्यो रोजको बुके हुन्छ नि त्यहाँको भित्र यो यत्रो धेरै आयो है कस्तो छिटो पाक्दो रहेछ अब यो नजिकै आएको भएर होला नि अब यो पनि काम हुने भयो नि अनि उयो शिवरात्रिमा लगेर पोल्नु हो भने त अनि एकैछिनमा अनि हामी पैसा बेचा हुन्छ गाइस राम्रोसँग पोल्दै छु है आउँदै खान मिठो 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 बनाउँछु नि फेरि हामी यहाँ हाम्रो ठुलो बा त्यसलाई त बढी साह्रो त त्योबाट गर्नु सिकुटी वाला भन्छु त्यो परबाट एउटा सानो सानो दुईटा यति लामो लामो ल्याउनु पास म सिकुटी वाला साह्रो नसिक छोटो जीवन सँगसँगै हँसाउन छोडेर जाने छोटो जीवन सँगसँगै हँसाउन पहिले त माया लौ भन्दा घरकाले दिन्थे नारे अहिले कस्तो मिठो बसाएको अङ्कल के भन्दै खाने यहाँ गाइस खानु बेला भएको छैन हौ भाइ एकछिन न देखाउनु न ल वन पीस आई मिट ठुलोमा एउटा खाम नेटै दिँदैन रहेछ हौ लगाएको पेन्ट म अब कोक सार खोइ दिउ सार्छु लु गिलास गिलास थाप त्यही राखिदिन्छु है उमै थियो लातेर लाउ अब भाइरल कतिजनाले भिडियो बनाएर लगाएको छ भाइरल कस्तो लाग्छ र कहिले रुम हाल्छ त्यो एउटा अब रेसी दुईटा दिसो भाइ मलाई मेरो दुध दुईटामा खान्छ भन्ने बेला यहाँ पनि दुईटा खाऊ धेरै नगर राख न यहाँ राख त किन फ्याल्नु अर्को चोटि कहीँ जाँदा खानु चाहिन्छ यही खाने अनि जाने हो अनि के एकछिन बस्ने गरिँदैन यहीँ बस्ने थिएँ अन्त यहाँ भरे छ घर गरेर के गर्दै बस्नु घर गएर भाडा खान्छु लुगा धुनु दिउ तपाईँ त पौडी खेल्नु अनि ठुलो तपाईँ पौडी खेल्नुहुन्छ होइन सेक्वा हजुर त्यही राख्न तल कसले भन्छ त्यही राख्न रेसले भनेको मलाई त जस्तै सबैलाई तपाईँ मात्रै यस्तो त अनुहार पनि नगरोस् हौ अन्त तेरो त अनुहार पनि देखाएको छुइनँ है लु अन्त ऊ चाहिँ क्या जस्तो लाग्छ क्या हो
खाँदैछ नखाएको नखाएको कहाँ छ त्यो अर्को हुन्छ नि कहाँ देखेको थियो झन् यो निम्बु यहाँ रहेछ निम्बु लेमन तिम्रो लागि लेमन होला हाम्रो लागि निम्बु मलाई के भन्ने ल्यान्डो यो खानु पनि यो खानु न उयो त खान ले गर्ने बनाइदिनु कसो हुन्छ अरे कसो उयो गर्नुहोस् उयो न मेरो सक्नु अहिले कता कता छ पछाडि ताला छ चेस चेस हो चेस हो चेस बॉल गेंदे गेंदे यम्मी बोला ठिकै छ नि मिठो रहेछ नि भाइ भाग्यो भाग्छ पो यो चाहिँ खतरा हुँदैन होइन त्यस्तो होइन त्यस्तो त नानु मेरो ल भएन गाइजहरू हेर्नुहोस् न यहाँ बाख्राले नागले हाम्रो सबै खानेकुरा खाइसक्यो भन्थ्यो नि गाइजहरू यो घुम्न आउनुहोस् भनेर हेर्नुहोस् न पुल चाहिँ कत्रो लामो छ है गाइजहरू हजुरहरू पनि घुमेर चाहिँ जानु होला होइन ड्याङहरू पनि खुल्लै छ आदि कस्तो चिसो पानी आउँछ होइन हाम्रो खास पनि सक्नु